वाउ त्यो अनुसारको लागि त्यसै टपटपै गएँ है हजुर मैले सिकाएँ अनि यो पनिर है हजुर यो पनिर अनि यो अन्डा हजुर अब यसरी हाल्ने सबै यो धनियाँ मैले हाल्ने अनि त्यसपछि यो गाजर हजुर गाजरलाई पनि हाल्ने आज चाहिँ मोमो मिठो बन्नेवाला छ है खुर्सानी चाहिँ थोरै हाल्यौँ किनभने रेड चिली पनि हाल्नुपर्छ अनि बटर हाम्रो घरमा सिद्ध्या भएर त्यसको अल्टरनेट चाहिँ मैले घिउ युज गरेँ हजुर बटर हुँदा बटर हाले पनि हुन्छ अनि ओइल जे हाले पनि हुन्छ त्यो ओइल हाले पनि हुन्छ होइन हजुर अनि त्यसपछि आफ्नो स्वाद अनुसारको हजुर नुन हजुर आफ्नो स्वाद अनुसारको नुन हजुर। जिरा धनियाँको धुलो हजुर आफ्नो स्वाद अनुसारको हजुर म चाहिँ मोमो मसला त्यस्तो त्यस्तो हाल्दिनँ मेरो चाहिँ जे पनि अर्ग्यानिक हुन्छ हजुर आज चाहिँ हड्डी हाँस्ने भयो हाम्रो अब चाहिँ यसलाई धुलो खुर्सानी सिद्ध्या रहेछ हजुर अब अलिकति थोरै धुलो खुर्सानी हालेर अब यसलाई चाहिँ धेरै मोमो अचार नै मिठो हुन्छ हजुर। बन्द अब यति हालेर चाहिँ वाउ मैले चाहिँ मोल्देँ ल अब हामी यसको पाकेपछिको भिडियो तपाईँहरूसम्म ल्याउँछौँ है त साथीहरू गर्छु नि एकछिन ल अब चाहिँ अलिक मैले चाहिँ डल्लो बनाएको त्यो किमा रेडी गरेँ अब चाहिँ मैले यसरी म अघि नै बनाइसकेँ अब मैले भिडियो खिच्न बिर्सेछु कि अब म चाहिँ अघि चाहिँ लामो बनाएको थिएँ अब यो चाहिँ राउन्ड है यसरी बनाएपछि रेडी भयो अब योभन्दा तल खिच्न सक्नु छैन यो तातो मोमो चाहिँ हाम्रो रेडी भयो अब कट गर्छ